अब घरभित्र पानी छिर्न मात्रै बाँकी छ। पानीमा डुबिरहेको थियो यो, त्यसले हामीले बचाए। हाम्रो सबैजना स्वागत छ मेरो नयाँ ब्लगमा। हजुर हेर्दै हुनुहुन्छ दिपु इन्टरटेनमेन्ट। अनि साथै आज हामीसँग छन् गोन्दा र म। गोन्दा चाहिँ छाता ओर्दै, म चाहिँ मस्त छातामा बस्दै। आज हामी यहाँ रोपाइमा हिँड्ने भनेर, पानीको मौसम यस्तो हुनाले, पानी परिरहेको अवस्था हुनाले आज म रोपाइ गर्ने भनेर निस्केको। हामी यतातिर आउनु नि अप्ठ्यारो हुन्छ यार। हामी रोपाइ गरिरहेको अवस्था चाहिँ यहाँ पनि अरू को यहाँ रोपाइ गरिरहेछन्। पानी चाहिँ मस्त भरिरहेको छ है, रोपाइको लागि मस्त चिल पार। उता उही पहिला हामीले गर्ने खेत त कस्तो भरिरहेको छ यार। सो अहिले चाहिँ हामी रोपाइमा गर्छौँ अब एकछिन पछि। अहिले चाहिँ हामी यहाँ पानीहरू हेर्न आएको छौँ के कतिको भएको छ। वा मस्त चम्पा छ त यार। ल खै जानु त, भत्त छिर्नु त ल। कहाँ गइरहेछ त यार, हल्का हुनु पऱ्यो नि, यतिसम्म जानु पऱ्यो नि, यतिसम्म। ल त्यहाँ चाहिँ पानी बेसी रहेछ। ल त्यहाँनिर त्यो तेस्रोमा चाहिँ हल्का कम छ, अनि उता लास्टमा पनि हल्का कम छ। सो यहाँ चाहिँ पानी यहाँ पुरा भरिरहेछ माथिको। के अरे उता माथि पुगौँ त डाबर ताल, त्यहाँ पानी टन्नै भरियो होला यार। यसलाई भन्नु पऱ्यो नि त यार, कसरी बस्ने भनेर। भाइ पौडी खेल्न आउँछ? आउँदैन? कसले बताउँछ त हामीलाई? अब हिँड्दा उता पौडी खेल्न आइज। उता पौडी खेल्न जान्छस्? हो ए फुट्न दे भाइ, पौडी खेल्नु परेन। पानी चाहिँ मस्त भरिरहेको छ। ओ त्यो पानी भरिएको अवस्था, यहाँ त पौडी खेल्दा पनि हुन्छ गएर। के हो यता प्रायः भइसकेको रहेछ मान्छेहरू। फाइनली पानी फ्लो भइरहेको छ यहाँ, पानीको ओभरफ्लो भइरहेको अवस्था छ यहाँ। अब घरभित्र पानी छिर्न मात्रै बाँकी छ। अब प्रायः कतिवटा अब छिर्छन् अब के को घाटमा चाहिँ। तर यहाँनिर बन्द गरिदिएको रहेछ नि यो। यो पुरै खोल्ने भनेको थिएँ, दुईवटा घर जाने भनेको थियो नि त। फेरि खैतिर गयो। सो यहाँ चाहिँ पानीको फ्लो भइरहेछ। खेतको पानी हो यो, स्पेसली फेरि खेतको पानी फ्लो भएर यहाँ बगिरहेको अवस्था। मलाई चाहिँ नबगाओस्। अब यहाँनिर अब गइरह्यो होला है। त्यहाँ बारी किन जाने? झाम्न आउनु न। ल फाइनली यति गइरहेको छ, धेरै गइरहेको पनि छैन। यार कम टु ब्याक। यहाँ हेर्न सक्नुहुन्छ पानी भरेर टनाटन छ। यहाँ डुबाउँछ होला त यार है। एक डाइभ हान्नुहुन्छ त, वार पार हान्न सक्नुहुन्छ त? भन्दै मलाई त जुगाको डर हो, न त हानिदिन्थ्यो भने त। त्यो जमेको पानी जुगा हुन्छ क्या। तर हेरिहाल्नु है त कहाँ लाग्छ कि नै। हुन बग्ने पानी मात्र देखिन्न, तर यहाँको चाहिँ जान सक्छ। यहाँको चाहिँ सो यहाँको चाहिँ अवस्था यस्तो छ। आमा यहाँ रोड निकाल्यो त, यो रोड त डुबा रहेछ त यस्तो। ए अच्छा, उतासम्म जाउँदा उता पहिला हामी उतासम्म गएको थियौँ। हो वन्डरवर्ल्ड ने चिकराया म फुलबाटो मेन रोड हुँदै। चलो यति लामो भिड। सो फाइनली हामीले यही बाटोमा हिँड्दै गर्दा है, यही हिँड्दै गर्दाको अवस्थामा हामीले एउटा माछा भेटेँ। जो त्यो माछा यहाँ छ, यहाँ छ। हल्का ठुलै छ, यता हल्का ठुलै छ यो माछा। यो चाहिँ खासमा चाहिँ यो क्याटफिस हो। यो यसको काँडा हेर्न कस्तो छ। कस्तो आवाज निकाल्छ, टोक्छ यार उसले चाहिँ। यो प्रेग्नेन्ट छ है यो माछा चाहिँ। यसको बाउ चाहिँ को भन्ने पत्ता लगाइरहेको छौँ हामी। डुबिरहेको थियो हामीले, पानीमा डुबिरहेको थियो यो, त्यसले हामीले बचाएँ। हाम्रो मेहनतले के अरे जान जोखिममा हालेर हामीले यसको ज्यान बचाएँ। अब हेर्दै जाउँ। होइन भाइब्रेट गरेर राखेन छैन त ल यस्तो
हेर त तिको पखेटासँग अँ यार टाइपको पानी सुक्छ नि त यार यो यार कसको यो खै कसको हो कुनै डिब्बा छैन यो माछा राख्नलाई म बोतल